यो काठमाडौँमा हो हजुर, काठमाडौँमा काठमाडौँ गङ्गाबु न्यू बस पार्कको छेउछाउ। नेपालमा यदि प्रधानमन्त्री भइहाल्यो भने खुट्टा तान्ने प्रविधि चाहिँ कम गर्नुपर्छ अनि त्यसपछि देशको विकास हुन्छ जस्तो लाग्छ मलाई। अनि एउटा प्रधानमन्त्री भयो, फेरि अर्कोले राजीनामा माग्यो, त्यसको नराम्रो कर्तुतहरू मतलब नभएका कुराहरू चाहिँ निकाल्न खोज्यो। रवि लामिछाने गृहमन्त्री हुँदा कति राम्रो काम गरिरहेको थिए, उनलाई त्यो पदमा टिक्नै दिएन त अनि कसरी देश विकास हुन्छ, कसरी भ्रष्टाचारीहरूलाई चाहिँ कारबाही हुन्छ भन्ने कुराको हिक्का हामीले राख्नुपर्छ भन्ने लाग्छ। त्यतिकै अनि एउटा मन्त्रीमा गएको छ अर्कोले फेरि कुर्चीको लागि तानातान, एउटा मन्त्रीमा गएको छ अर्कोले कुर्चीको लागि तानातान, राजीनामा माग, संसदमा भाग के अरे संसारमा माड भैलो, कुर्ची बाजाबाज, टेबुल बजाई बाजाबाज, त्यस्तो गर्छन् हाम्रो नेपालको राजनेताहरू। अनि कसरी देश विकास हुन्छ, कसरी देश गणतन्त्र विस्थापित हुन्छ, कसरी गणतन्त्रलाई चाहिँ जनताले राम्रो मान्छन्। अनि किन भन्दैनन् त राजा हो देश बचाऊ भनेर। गणतन्त्र राम्रो बाटोमा हिँड्नु पर्यो, गणतन्त्रले जुन एजेन्डा लिएको थियो त्यो एजेन्डा पुरा गर्नु पर्यो, बल्ल पो गणतन्त्रप्रतिको विश्वास हुन्छ जनतालाई। म नै के अरे माओवादी जुन पार्टीको जुन एजेन्डा थियो, म सानो थिएँ 6 वर्षको हुँदा चाहिँ म आन्दोलनमा गएको थिएँ सुदूरपश्चिम धनगढीमा। सानो थिएँ, 6 वर्ष 6 क्लासमा पढ्थेँ, त्यतिखेर लगभग 11-12 वर्षको थिएँ होला। त्यतिखेर पनि देश परिवर्तन होस् भनेर म बालक भए पनि गएको थिएँ। त्यतिखेर चाहना थियो हो हामी चाहिँ परिवर्तन हुन्छ भनेर, तर परिवर्तन त भयो, सोचे जस्तो परिवर्तन भएन। म आज राजा आऊ देश बचाउको नारा लाउन गएको थिएँ। त्यस्तै हो, त्यसले गणतन्त्रलाई चाहिँ जुन गणतन्त्रको जुन एजेन्डा हो त्यसलाई चाहिँ निरन्तरता दियो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई। हस्त धन्यवाद।